सरकारले अबदेखि सार्वजनिक सम्पत्तिहरूको पनि बीमा गर्ने भएको छ। मन्त्री परिषदको निर्णय अनुसार सम्पूर्ण सार्वजनिक सम्पत्तिको बीमा गर्ने तयारी गरिएको हो। गहुँको हरियालीले भरिएको यो जमिन, हाम्रो माटोको सुमसुम्याएको अन्नको कथा। स्वस्तिक, तपाईको आफ्नै स्वाद, तपाईको आफ्नै स्वाभिमान। सार्वजनिक सम्पत्तिको बीमा गर्ने सुरुवात अर्थ मन्त्रालयबाट गरिएको छ। अर्थ मन्त्रालयका 20 वटा सवारी साधनको बीमा गरी बीमा गर्ने कार्य सुरु गरिएको मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेले जानकारी दिए। अर्थ मन्त्रालयले आफ्ना सवारी साधनको बीमा गरेर सुरुवात गरिएको उनले बताए। गत असोज 5 गते बसेको मन्त्री परिषद बैठकले सरकारी भौतिक संरचना र सरकारी सवारी साधनहरूको पूर्ण बीमा गर्ने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार अर्थ मन्त्रालयबाट बीमा गर्न सुरु गरिएको हो, तर भौतिक संरचनाका लागि तत्काल बीमा गर्न सकिने अवस्था नदेखिएकाले आगामी वर्षदेखि बजेट मार्फत नै बीमा गर्ने गरी कार्यक्रम ल्याइएको उनले बताए। गत भदौ 23 र 24 गते देशभर भएको जेनजी आन्दोलनमा सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, जिल्ला अदालतहरू, प्रहरी कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय लगायत थुप्रै सरकारी भवनमा तोडफोड, आगोजानी र लुटपाट भएको थियो। अरबौंको सरकारी संरचना, सामग्री र सवारी साधनको क्षति राज्यलाई भएको छ।